चिने नचिने भाइ यसका अगाडि टाँस सब झारिन्छ। काका आज त कमल बिसी मेला आउने नि पारी चामलको भात त खान पाउँछ होला नि काका। आओस् नआओस् मलाई के यस्तै भन्नु तपाईँले त्यही भएकोले कमल बेसी आउनुभन्दा पनि अगाडि नै मैले यस्तै वरिगरी मैले भन्थो भनेर यहाँ आएको थिएँ र आज दाङमा देवी बेसी मात्र होइन तर तडाउने त आउ पनि आउनुभएको छ। त्यही भएर भीमसेन खत्री नेताहरूले पो आउने हो सकिएको मैसेङ्गो के हो पुरै हेरिरहेछन् त सकिएको नि सोडै। मेरी आम्मैनी भित्ती पनि आरिन्छ त होइन भित्ती कहाँ हो तप्नी अप्पो सोडै तिमी पनि छौ यहाँ सकिएको नि। यो घुराइमा त कमल बेसी पनि आएको छ आज त फेरि बालेन आएपछि फेरि मलाई यसपालि तिमीलाई यस्तै यस्तै हुँदाखेरि जहाँ भीमसेन खत्री पुग्छ त्यहाँ महानाकासम्म पनि पुग्छ भनेर राम नाम सत्य छ अन्याय मनाइदिन र जस्तै आउँदैछ। सज्जनको लागि राम दुर्जनको लागि हराम राम नाम सत्य छ अन्याय मनाइदिन र जस्तै आउँदैछ। मेरी आम्मैनी फेरि भीमसेन खत्री मात्रै आयो भन्नुहुन्छ त अघि त फेरि धेरै मान्छे भनिराख्नु भएको थियो अब धेरै मान्छे होइन। अब हेर्नुहोस् अब फेरि डोनाल्ड ट्रम्प पनि आउनुहोस् नरेन्द्र मोदी पहिला आउनुहोस् मेरा और नेपाल के प्रधानमंत्री के लिए और अब बालन सरकार बनने वाली है। अब बालन सरकार बन जाए तो फिर हमारा रोटी बेटी के संबंध मात्र नहीं है अभी देख लेना हमारा क्या क्या होगा। अब लिपि लोग काला पानी के संबंध में अब हम लोग ने बालन सरकार से बातचीत हो चुका है। बालन आ जाए तो फिर हमको सारे लोग फिर नेपाली लोगों और हमारा रोटी बेटी के संबंध है।